हाम्रो घरमा सधैँभरि हामीहरूलाई चाहिँ कल्याण र सेवावान भनेको है ओम कल्याणम कल्याणम ओम ओम वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभः निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। बद्री केदार गया काशी जाउँला चारै धाम चित्त शुद्ध बनाउँदै जपौँ हरि नाम। बद्री केदार गया काशी जाउँला चारै धाम चित्त शुद्ध बनाउँदै जपौँ हरि नाम। बद्री केदार गया काशी जाउँला चारै धाम चित्त शुद्ध बनाउँदै जपौँ हरि नाम। बद्री केदार गया काशी जाउँला चारै धाम चित्त शुद्ध बनाउँदै जपौँ हरि नाम।
गल्ती होला नलगाइदेऊ पर्दोस दया माया दुखीलाई गरिबलाई धन सदा धर्म कर्ममा लाइदेऊ हरिमा अर्घ भयो है आत्मा निम्ति कटौरा ठुलो सानो धनी र गरिब सुखी दुखी मान्छे एउटै चल्छ सबको ढोक ढोकी को ठुलो सानो धनी र गरिब सुखी दुखी मान्छे एउटै चल्छ सबको ढोक ढोकी धनी गरिब जो जाने त उही घाटैमा धन सम्पत्ति छोडी मिल्ने त उही माटैमा हो धनी गरिब जो जाने त उही घाटैमा हो धन सम्पत्ति छोडी मिल्ने त उही माटैमा हो ठुलो सानो सबै तिमी हामी बुद्धं शरणं गच्छामि ओहो ठुलो सानो सबै तिमी हामी धम्मं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि निम्ति हैन अरूकै निम्ति बाँच्न सिकौँ दया माया करुणा जगतमा छर्दै हाँस्न सिकौँ आफ्नो निम्ति हैन अरूकै निम्ति बाँच्न सिकौँ दया माया करुणा जगतमा छर्दै हाँस्न सिकौँ भोका नङ्गा सबको आत्मा पुकार सुन्न सकौँ दिन दुखीको घाउमा मलम पट्टी बन्न सकौँ भोका नङ्गा सबको आत्मा पुकार सुन्न सकौँ दिन दुखीको घाउमा मलम पट्टी बन्न सकौँ पशुको नि प्राण हो टप्प टिप्दा कति रुन्छ सबको आत्मा एउटै नगरौँ कहिल्यै हत्या हिंसा पशुको नि प्राण हो टप्प टिप्दा कति रुन्छ सबको आत्मा एउटै नगरौँ कहिल्यै हत्या हिंसा सबको इच्छा बाँच्ने मर्ने र हरेका
कसलाई हुन्छ एउटा जीवन मर्दा खुसी हुने ईश्वर कुन छ सबको इच्छा बाँच्ने मर्ने हर कसलाई हुन्छ एउटा जीवन मर्दा खुसी हुने ईश्वर कुन छ डालो ईर्ष्या त्यागौँ यस्तो बानी बुद्धं शरणं गच्छामि डालो ईर्ष्या त्यागौँ यस्तो बानी